के हेरेको नानी तिमीले अर्का घरमा चोर जसरी आन्टी बाबालाई हेरेको वा साँच्चै तिम्रो बाबा हो नि म माथि यत्रो धोका उहाँको पहिलो परिवार थियो तिम्रो मम्मीको नाम के हो त नि राधा झुटो नबोली भन है त उहाँ साँच्चै तिम्रो बाबा हो हजुर हो उहाँको फोटो मेरो घरमा त छ किन बेक नानी बस न आन्टी म बाबालाई चिन्ता गरौँ तिम्रो बाबाले गहिरो निन्द्रामा हुनुहुन्छ फेरि बिउजिनुहुन्छ एकछिन पछि गर ल भोक लाग्यो मासु भए मात्रै खाने मासु नै पाकेको छ आन्टी पहिला खाना खाएर भ्याउँछु अनि तपाईँलाई एउटा साँचो कुरा भन्छु है ल लिऊ थ्याङ्क यू आन्टी है मैले यो अङ्कललाई चिन्दा त चिन्दैन मैले त है अघिदेखि हेरिरहेको थिएँ अनि त्यसपछि अङ्कलले मासु बनाउनु भएको थियो अनि मलाई कस्तो खान मन लागेको थियो अनि त्यही भएर मात्रै नाता पारेको